हेलो साथीहरु, तपाईहरुलाई फेरि अर्को भ्लगमा स्वागत छ। आज म चाहिँ बाहिर निस्किदै छु। यो चाहिँ सिस्नु हो। यहाँ सिस्नु देख्नुहुन्छ तपाईहरु। अबको चाहिँ यो वसन्त ऋतु स्प्रिङ सिजनमा सिस्नु पलाउँछ। त्यसपछि मान्छेहरु सिस्नु टिपेर अनि त्यसको चाहिँ पकाएर खाने गर्दछन्। सिस्नु चाहिँ राम्रो तरिकाले आउँदैछ। यो सबै यहाँको सबै सिस्नुहरु हो। हेर्नुस् है, यो युरोपको सिस्नु, यो विदेशी सिस्नु हो। म चाहिँ यो तपाईहरुलाई देखाउँछु। अनि माथि अलि अगाडि चाहिँ हामी अब फरेस्ट जंगलमा जाँदैछौँ। त्यहाँ के हुन्छ तपाईहरुलाई म देखाउँछु है। आजको यो रमाइलो भिडियो हुनेवाला छ। तपाईहरुले सबैजनाले यता हेर्नुस् है। यता पनि सिस्नु रहेछ है। ल हेर्नुस् त। ओके, सो यतातिर चाहिँ अब अलि वकिङ जाने मान्छेहरू हिँड्ने ठाउँ छ। यतातिरबाट गएर माथि जङ्गलतिर गइन्छ, फरेस्ट वक है। यतातिरहरू सबै रमाइलो छ। अब बाँकी कुरा चाहिँ म तपाईहरुलाई फेरि अगाडि बढ्दै देखाउँदै जानेछु है। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईहरुको सपोर्टको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू, सी यू।